धान केलाउन सिकेको कहिलेबाट हो? यो यो त कहिलेबाट भन्नु भयो, धेरै भइसक्यो। यहाँ हेर्नु गाई चरु, यो धानमा पनि कालो पोकी कि के हुँदो रहेछ यति साह्रो। अनि यो टिप्दा टिप्दा हैरान हुन्छ है। अनि यसरी के गर्नु र गाई चरु, नकेला पनि नहुने, खानै पर्यो। तर मैले चाहिँ पहिला पहिला धान यसरी केलाको थिइनँ नि त। अनि यो भुस उडाउनु पनि आउँदैन हैन। के बे गरेर सिकेको? बुढाले सिकाएको होला। के को सिकाउनु आफै नि। यो त यसरी मचाउनु भनेको। अब त म एकदमै क्लियर भइसक्यो नि त धान केलाउनु। यसरी एउटा होइन हुँदैन एकछिन न, एउटा के अरे उता सिक्किमको होइन छ नि। म त गाउँले हो, गाउँले भएकोले होला, म लायक पनि गर्दैन, फलो पनि गर्दैन। मलाई यी धान केलाउन पनि कसैले सघाउँदैन है गाई चरु। म पनि फेन हो के, उसको भिडियो हेरिरहन्छु। अनि त्यही भएर मैले पनि भन्न मन लागेर भनेको। साथीहरू त्यस्तो नभन्नु होला है, भन्ने मान्छे साथीले पनि हेर्दै हुनुहुन्छ भने मेरो टिपेछ भन्नु होला। तपाईँले बोलेको मलाई मन पर्छ के त्यो। म त गाउँले भएर होला, मलाई कसैले लाइक गर्दैन, फलो गर्दैन, मलाई धान केलाउनु पनि कसैले सघाउँदैन भनेको चाहिँ त्यसो भन्नुहुन्छ क्या। मैले चाहिँ धान केलाएकोले गर्दा धान केलाउनु कसैले सघाउँदैन भनेको हो। अन्त अरू अरू भन्नुहुन्छ त्यस्तै हो। मलाई त कसैले सब्सक्राइब पनि गर्दैन, काम पनि सघाउँदैन भन्दाखेरि